ठुलो घाउ लाग्यो बाबु? यो मेरो यो आपटाडीदेखि तल ओह्रालोनिर एउटा बुलेट यताबाट गइरहेको थियो, मलाई पछाडि गएर चिप्लेर हानिदियो त्यसले। कसरी चिप्ल्यो त नि पछाडि गएर? खै चिप्लिएर गएको थियो के अरे। अनि तिमी कता हानिदियो? तिमी कताबाट आइरहेको थियौ त्यतिखेर? म पनि उतै पोखरा बस पार्क जाँदै थिएँ, चिप्लेर आएर हानिदियो थियो। कति बजे हो? राति हो कि दिउँसो हो? यो 7 बजेको समय हो, साँझ। ए अनि तिमी आफ्नै साइडमा हिँडेथ्यौ कि यताउता हिँडेथ्यौ र? आफ्नै साइडमा थिएँ म। उता जाँदा उता आफ्नो साइडमै हिँडेको थिएँ, डाब्रे साइडमै हिँडेको थिएँ। हानिदियो। पछि तिनीहरू अब के गर्यो, मलाई झाडीमा उडाइदियो। उनीहरू बुलेट उठायो, गइगयो। तिम्रो टाउकोमा पनि लाछ? है कहाँ लाछ टाउकोमा? देखाऊ, अलिकति खोल न। टाउकोमा पनि लागेको रहेछ। अनि दबाई गर्न किन नगएको त तिमी? यो अन्त त्यो कम्पनीको मान्छे पनि त्यस्तै हो, त्यस्तो रगत भएछ। ल रगत रहेछ। पुलिसलाई भनेर सरकारी हस्पिटलमा जाऊ, केही दबाई पानी गर। मगरको छोरो हो, मर्दो हो, तिमी अवश्य गरेर खान्छ दाइ। घर चाहिँ कहाँ बाबुको? पहिलो घर त दाङ हो दाइ। पहिलो घर त दाङ हो। अहिले घर पुरिन्टार हो दाइ। टाउकोमा नि लागेको रहेछ भाइ। हो। ल गएर दबाई पानी गर बाबु, यसरी हुँदैन। तिम्रो एकदम टाउकोमा पनि लागेको रहेछ। आँखा खै आँखा साह्रै नै सुन्नेको रहेछ, यस्तो गरेर निलै भएको रहेछ। यहाँ टाउकोमा यत्रो दुलो परेको हो कि काटेको हो, यस्तो भएको रहेछ। जाऊ तिमी त्यहाँ सरकारी हस्पिटलमा जाऊ, नत्र भने तिमी उसमा जाऊ है भाइ। तिम्रो नाम चाहिँ के हो? मेरो कमल पुन मगर हो। कमल पुन मगर हो। ल बाबु, अब तिमी जाऊ त्यहाँ पुलिसलाई भन होइन, खबर गर। अनि दबाई पानी गर त राजा, आँखा पनि सुन्नेको रहेछ है, घाउ लागेको रहेछ। ल है गाइस, यो भाइलाई चाहिँ अब के भएको हो, घाउ लागेको रहेछ है। मैले त्यहाँ पुलिसलाई जाऊ, पुलिसबाट जाऊ, केही खबर गर भनेर भन्दैछु। ल है साथीहरू, ल यो भाइ यही बाटोमा हिँडिरहन्छ सधैँ 24 घन्टा। के भयो थाहा भएन है, यहाँ देख्दाखेरि मैले बोलाएर सोधिदिएको छु है साथीहरू। ल मैले अलिकति है मैले जे दिन सक्छु त्यो तरिकाले। ल भाइ दबाई गर ल यसको। ल जाऊ है, ल जाऊ दबाई सबै गर। अब के गर्छौ है। पुरिन्टा ढाडा पानी माथि गभर्नर टिरपाटी दाइको घरमाथि नयाँ अस्पताल बन्दैछ, त्यहाँ हो मेरो घर। स्कुलको बस चलाउनुहुन्छ उहाँले। ल भाइ जाऊ है, मैले तिमीलाई अलिअलि सहयोग गरेँ। हान्दियो। ल त है, मैले सहयोग गरेँ भाइलाई जति सक्छु है साथीहरू। ल हाइवेमा